हेलो गाइस, सबैजना नमस्ते छ है। ल फेरि पनि हामी केबिसी च्यानलमा आइसकेका छौँ है। आजको छोटो मिठो भ्लग छ है। र साथमा हाम्रो यता हुनुहुन्छ, यता हाम्रो दिपेन्द्र दाई हुनुहुन्छ, यस पछाडि हाम्रो कृष्ण दाई पनि हुनुहुन्छ है भ्लगमा। सबैजना पनि आज यो माहौल यस्तै छ, अहिलेको माहौल बिरालले हाने छ। के गर्ने, यस्तो मौका छोपेर यस्तो बाहिर घुम्ने टाइम पाइएको छ। यतिको डुलम भनेर आज हामी चाहिँ कतारको अक्सिजन पार्कतिर आएको है। कस्तो छ भनेर अब एकदिनपछि ट्रेन आउँछ बाटोमा। यो तपाईँलाई चाहिँ कतारमा आएर लन्डनको फिल हुन्छ है गाइस। लन्डन कस्तो छ गाइस, बवाल छ नि आजको दिन धेरै रमाइलो भएको छ। अब हल्का रमाइलो फोटो सेसन यस्तै राम्रो तरिकाले चलिरहेको छ। दाईहरूको फोटो सेसन हेर्दा म आज फिदा भएको छु। हन्नैमा ढलेको फोटो सेसनमा। दिपेन्द्र दाईको पोज क्या दामी छ। यता पनि अझै अर्को पोज झन् दामी छ। पछाडिपट्टि चाहिँ हल्का घाम लागेको अवस्था। हल्का अगाडि जान्छु ल म, तपाईँहरू फोटो सेसन लिँदै राख्नु होला। यतिको मजा भनेको त कहाँ आउँछ होला गाइस। यतिको मजा हेरौँ त कस्तो छ यो गाइस। बवाल छ नि फुल। दादा के बोल त, आजको भ्लग के कस्तो हुँदैछ आजको दिन? रमाइलो भनेर आइयो थियो। रमाइलो भाइबहरू आउँदैछ अब दाइ घर जाने भनेर बस्नु भएको। दाइ घर जाने भनेर बस्नु भएको, अब घर जान पाउनु भएको छैन। सो म तपाईँहरूलाई अरू पनि एरिया देखाउँदैछु आजको भ्लगमा। त्यही भएर अनि भित्र हामी जाँदैछौँ। सबैजनाले भन्नु भएको छ भित्र रमाइलो छ भनेर। सो दिपेन्द्र दाईलाई चाहिँ म फलो गर्दैछु। दिपेन्द्र दाई जता जाऊँ भन्नुहुन्छ त्यो जाँदैछु। सो भित्रतिर लाग्दैछु म है गाइज। हेरिहालौँ है गाइज भित्रपट्टि भाग कस्तो छ भनेर। बवाल गाइस, बवाल दामी छ गाइस, दामी। यतिको ठाउँ तपाईँले दाइ स्वर्गमा गएर देखिँदैन हौ गाइस। यस्तो दामी ठाउँ जता हेरे नि हरियाली हरियाली। फुल हेर न साथी, फुल कस्तो दामी फुल, कस्तो बवाल फुल छ गाइस। हेर्ने हो गाइस। यतिको ठाउँ तपाईँहरू कतारमा कहाँ भेट्नुहुन्छ? यो कतारको चाहिँ कुन ठाउँ भनेर सोध्नु भएको छ होला। यो चाहिँ अक्सिजन पार्क। तपाईँ यहाँ आउनको लागि चाहिँ पहिला चाहिँ मुस्ट्रीबाट चाहिँ ग्रिन लाइन लिनु होला। त्यसपछि ग्रिन लाइन समातेर चाहिँ टक्क चाहिँ हाम्रो कतार नेसनल लाइब्रेरीबाट झरेर चाहिँ बाहिरपट्टि निक्लेपछि यो एरिया, यो ठाउँ, यो बवाल एरिया तपाईँले देख्नु पाउनुहुन्छ। अन्य पनि ठाउँमा देखाउनेछु। अहिले चाहिँ मेरो हल्का फोटो सेसन भइरहेको कारणले गर्दाखेरि त्यति साह्रो चाहिँ तपाईँहरूसँग चाहिँ गुगल पाएको छैन। हेर्दै सक्नुहुनेछ है। यहाँ अर्को पनि एउटा नयाँ आधुनिक प्रकारको फुल रहेछ। यो काँडे फुल के फुल हो है, अलिकति बवाल छ गाइस। देख्नु भएको छ नि, म तपाईँहरूलाई देखाइरहेको छु। यतिको हुनुपर्छ, यतिको भएपछि अलिकति। र हाम्रो साथीहरू उता हल्का फोटो सेसन पनि चलिरहेको छ है। फोटो सेसन हल्का चलिरहेको छ। अब यहाँ पनि जान मन लागेको थियो गाइस। एकचोटि ट्राई गर्छु है। देख्न सक्नु भएको छ तपाईँले, म यहाँ आइसकेको छु। यो फुलमा पनि यो फुल देखाउनको लागि तपाईँहरूको लागि नै हो। तपाईँहरूको लागि भने यतिको माया ममता के कस्तो छ प्रतिक्रिया दिइराख्नु होला गाइस। स्वर्ग हेर्ने, स्वर्ग एकचोटि स्वर्ग हेर्नेमा हामै स्वर्ग, कतारको स्वर्ग गाइस।
तपाईँलाई अघिल्लो ठाउँबाट देखिरहेको छ थिएँ र अहिले अर्को ठाउँमा आएको छु। यो ठाउँ पनि एकदम राम्रो छ। मैले भनिसकेको थिएँ कतारमा वान अफ द बेस्ट प्यालेस भनेको चिन्ने ठाउँ चाहिँ भनेको चाहिँ अक्सिजन पार्क नै हो भनेर। सो हल्का यतापट्टि हरियाली छ भने होइन, सो यो साइडमा चाहिँ हल्का जङ्गल टाइप छ। सो यतापट्टि पनि अब देख्नु भएको छ एकदम सुन्दर, एकदम नेचुरल ब्युटी। यतिको नेचुरल ब्युटी त आई थिङ्क कतारमा कतै पनि छैन होला क्या। तपाईँहरू पनि देख्न सक्नु भएको छ। हामी साथमा दाइ हुनुहुन्छ र तपाईँहरूलाई मैले नेपालकै झल्को देखिने तरिकाको चाहिँ एउटा फिल दिइरहेको छु क्या। यतिको झल्को देखिने त एटलिस्ट एउटा विदेशमा बसेर पनि यतिको झल्को आउँदैन कि जुन झल्को चाहिँ आज अक्सिजन पार्कमा आएर चाहिँ देखिएको छ हामीले। यहाँ चाहिँ नाइटमा चाहिँ पानीको फोहरा चाहिँ देख्न पाइन्छ। अहिले चाहिँ डेमा भएको कारणले गर्दा यहाँ पानीको फोहराहरू चाहिँ देखाएको छैन। नाइटमा यदि तपाईँहरू आउनुभयो भने यहाँ पानीको फोहराहरू माथि माथिसम्म निस्किन्छ है। सो रमाइलो हुन्छ। एटलिस्ट नेपालमा पाइने केरा तपाईँलाई थाहा छ होला, कतारमा आएर तपाईँहरूले केरा देख्छ। नेपालमा पाइने केराहरू तपाईँलाई देखाउँदै जाँदैछु। केराको बोटहरू हेर्नुहोस् त, कतारमा केरा छ नि, जुन केरा चाहिँ हामीले चाहिँ टिपेर खाइन्छ नि हो त्यो केरा पनि कतारमा पनि उम्रायो भने हुँदो रहेछ। कोलाको बोट देख्नु भएको छ? केराको बोट पहिलोपल्ट मैले पनि कतारमा यतिको चाहिँ हरियाली देखेको छु। यत्रो वर्ष 5 वर्ष कतार बसेको फिल्डमा चाहिँ पहिलोचोटि मैले चाहिँ कतारमा आएर चाहिँ केराको बोट चाहिँ देख्न सकिरहेको छु। अन्य पनि म तपाईँलाई देखाउनेछु, जस्तै यो फुलहरू यहाँको नेचुरल है, राम्रो छ सबै कुराहरू है। भ्लगमा अब तपाईँलाई देखाउन सकेको कुराहरू सपोर्ट गर्नु होला, माया गर्नु होला, यस्तै कुराहरू अर्को तपाईँलाई देखाउन पाऊँ है। सो हल्कामा कतारमा भन्नुपर्दाखेरि यहाँबाट चाहिँ तपाईँलाई मैले पछाडिको टावर देखाउन आएको है। यस्तो बवाल हेर्नु त, तपाईँ देख्न सक्नुहुन्छ पछाडिको टावर कस्तो दामी छ है। यतिको यो ठाउँ कहाँ होला भनेर सोच्नु भयो होला। यो कतारा हो है गाइज, यो चाहिँ अन्त कतै होइन, यो कतारा हो। यो चाहिँ कतारा, कतारको पनि नेसनल म्युजियमबाट नेसनल कतार नेसनल लाइब्रेरी निक्लिएपछि अक्सिजन पार्कमा चाहिँ यो ठाउँ छ है। एकदम बवाल दामी देख्नुभएछ। रमदानको लागि स्पेसल, रमदानको लागि चाहिँ स्पेसल छ यो चाहिँ लाइटिङ सिस्टमहरू यताउति नाइटमा फोटो सेसन खिच्नको लागि चाहिँ बनाइएको छ। सो भ्यू नेचुरल भ्यूमा चाहिँ नम्बर 1 वान अफ द बेस्ट प्यालेस। कतारको नेचुरल भ्यूमा चाहिँ वान अफ द बेस्ट प्यालेस। नाइटमा चाहिँ पानीको फोहराहरू देखाइनेछ भने चाहिँ डेमा चाहिँ त्यति साह्रो चाहिँ केही पनि छैन। सो रमाइलो भयो आजको यो भ्लगमा। तपाईँहरूलाई यो ठाउँको अन्य एरिया पनि अरू ठाउँ पनि म देखाउनेछु है। मसँगै रहनु होला, मसँगै बस्नु होला है। कस्तो हुँराखेको छ कतारमा आएपछि भन्ने कुरा पनि देखाउनेछु। अनि यहाँभित्र चाहिँ के रहेछ भनेर चाहिँ मलाई पनि थाहा भएन। एटलिस्ट म पनि फर्स्ट टाइम आउँदैछु, घुम्दैछु। रमाइलो भएको छ, रमाइलो फिल भइरहेको छ। एटलिस्ट तपाईँहरूलाई पनि घुमाउनेछु, तपाईँहरू पनि आउन सक्नुहुनेछ, तपाईँहरू पनि घुम्न सक्नुहुनेछ। यो फुल जुन फुल तपाईँहरूले देखिराख्नु भएको छ यो एकदम बवाल दामी खतरा छ है। अहिले चाहिँ यहाँको चाहिँ यो रोजर टाइम भएको कारणले गर्दा चाहिँ हल्ला भनेर चाहिँ उहाँहरू गराउनु भएको छ। सो रमाइलो छ। एटलिस्ट यतिको फिल, यतिको इन्जोयमेन्ट मोमेन्टहरू यतिको लिन भनेको खुसियाली नै हो। के छ बस्ने कुरो देख्नु भएको छ, म कहाँ बसिरहेको छु अहिले, कस्तो ठाउँ छ देख्नु भएको छ नि। यतिको रमाइलो फिल भएको चाहिँ ठाउँ चाहिँ तपाईँहरूलाई पनि देख्न पाउँदा एटलिस्ट तपाईँहरू पनि खुसी हुनुहुन्छ जस्तो लाग्छ यार। अर्को ठाउँमा चाहिँ तपाईँलाई देखाउने चाहिँ अहिले चाहिँ बाई बाई छ। टेक केयर, जोइन हुन चाहिँ नभुल्नु होला है। नमस्ते सम्पूर्णजनालाई। फाइनली चाहिँ अक्सिजन पार्क आइसकेका छौँ हामी। अक्सिजन पार्कमा एकदम चिसो फिल भइरहेको छ मलाई। केही बेरमा चाहिँ साथीहरूसँग पनि भेटघाट भयो, रमाइलो भयो। अक्सिजन पार्कको नजारा, अक्सिजन पार्कको विशेषता भनेको चाहिँ यहाँको एकदम चिसो हावा, अनि यहाँको रुखहरू, जङ्गलहरू, यहाँको खेल मैदान एकदम बवाल छ। म साथीहरूसँग छु आज। अब हाम्रो साथमा हाम्रो दिपेन्द्र दाई पनि हुनुहुन्छ। दाई कस्तो लाग्यो तपाईँलाई अक्सिजन पार्क? यस्तो केही वन्डरफुल। कस्तो छ कतारको सबैभन्दा बेस्ट पार्कभरिमा छ नि त? एकदमै होइन होला, कस्तो लाग्यो तपाईँलाई? एकदमै। अब यतापट्टि हाम्रो प्रोप्राइटर कृष्ण बहादुर राई हुनुहुन्छ, उहाँसँग नि केही जिज्ञासा के छ दाजु? कस्तो लाग्यो आज अक्सिजन पार्क आएर? दामी छ, एकदम हरियाली, नेपालको जस्तै बस्नु आएको छु। नेपालको जस्तै फिल भएको छ भन्नुभएको छ उहाँले पनि। पछिल्लो समयमा धेरै हामी कतारातिर गइएको छ, आज चाहिँ अक्सिजन पार्क गइदिउँ भनेर त्यस्तो टाइम मौका मिलाएर निक्लेको छुट्टीको दिन उहाँ एकदम खुसी हुनुभएको छ। उहाँले भन्नुभएको छ भाइ यतिको ठाउँ मैले कतारमा
कतै देखेको थिएन भन्नुभएको थियो हुन पनि हो हो नि यो ठाउँ बबाल दामी छ नेपाल जस्तो पुरै नेपाल तपाईँहरू यदि कतारमा हुनुहुन्छ भने यहाँ भिजिट गर्न चाहनुहुन्छ भने तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ सो त्यस्तो खोजे जस्तो राम्रो सफा है एकदम वल्ला पनि छैन यहाँ सुनसान त्यति साह्रो क्राउड पनि हुँदैन यदि कपल सोर हुनुहुन्छ भने उहाँहरूको लागि चाहिँ बेस्ट प्यालेस भन्छु मैले उहाँहरूको लागि डेटिङको लागि बेस्ट प्यालेस दामी छ अरू अरू एरिया पनि ठाउँहरू पनि देखाउने छु मैले र हाम्रो पछाडिपट्टि यहाँ एउटा फुटबल ग्राउन्ड छ यो एकदम राम्रो फुटबल मैदान छ अरू अरू भिडियोमा अगाडि जाँदा देखाउँछु ल है त गाइज फाइनली लगभग घुमेर पनि सकिसकेको छ त्यति सिनहरू त तपाईँलाई मैले देखाउन त सकिनँ देखाउन पनि पाइनँ गाइज जे जस्तो छ रमाइलो भयो है अब भ्यूहरू यही हो अक्सिजन पार्क हो तर हामी त्यतातिर चाहिँ गइएन यो राम्रो चाहिँ राम्रो थियो त्यतापट्टिको भाग पनि लाइटिङहरू राम्रो देखिएको थियो साथमा दाइहरू हुनुहुन्छ अगाडि हिँड्नु भएको छ जस्तो भए पनि रमाइलो भएको छ आजको भ्लगिङ मलाई रमाइलो लाग्यो धेरै दिनपछि आज बाहिर निक्लिन पाउँदाखेरि होला के होला कस्तो होला एटलिस्ट धेरै खुसी छु म पनि मनैदेखि एकदम खुसी छु सबैजनालाई चाहिँ धेरै माया सपोर्ट छ तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ अक्सिजन पार्कको वान अफ द बेस्ट पार्क अफ द कतार